यदि आफ्नो शरीरमा डाइजेसन राम्रो गर्नु छ, आइरन लेभल बढाउनु छ र स्किन पनि ग्लो गर्नु छ भने बनाउनुस् यो एबीसी जुस, जुनमा मैले हालेको छु एप्पल, बिटरुट र क्यारट। ठाउँमा चाहिँ तपाईहरूले आम्ला पनि हाल्न सक्नुहुन्छ। अनि यो ड्रिङ्क यस्तो हेल्दी हुन्छ, म चाहिँ प्राय बिहान चाहिँ यो ड्रिङ्क बनाएर खान्छु अनि यसले गर्दा मेरो आइरन लेभल पनि बढेको छ कि। अनि सबैलाई चाहिँ मैले पहिला रफली चप गरेँ अनि थोरै धनिया पनि एड गरेको छु। अब चाहिँ सबैलाई ब्लेन्डरमा हालिदिने अनि ठुलो बाउलको एक बाउल चाहिँ पानी एड गरेर यसलाई म ब्लेन्ड गरिदिन्छु। अनि ब्लेन्ड गरिसकेपछि चाहिँ यत्तिकै खान चाहिँ अलिक गाह्रै हुन्छ, त्यही भएर म यसलाई चाहिँ प्राय छानेर खान्छु कि। एक लट चाहिँ छान्छु अनि त्यसपछि अझै पनि बाँकी हुन्छ कि, त्यो अलिक खान गाह्रो लाग्छ मलाई चाहिँ। अनि फेरि नेक्स्ट लट पनि छान्छु अनि नेक्स्ट लटमा पनि यो माथि चाहिँ यति धेरै बाँकी हुन्छ। अनि त्यसपछि चाहिँ अब म ग्लासमा हालिदिन्छु। अब पुग्दैन जस्तो लाग्छ भने थोरै पानी एड गर्न पनि सक्नुहुन्छ। मैले चाहिँ आज मम्मीलाई र मलाई दुईजनाको लागि बनाएको थिएँ, सो यो चाहिँ 2 ग्लास बनेर रेडी भयो। अनि बिहान बिहान यो ड्रिङ्क खाँदाखेरि चाहिँ शरीरमा एनर्जी पनि आउँछ, एकदमै हेल्दी पनि हो र बनाउनु पनि एकदमै नै सजिलो छ। सो यो क्विक ड्रिङ्क र एकदमै हेल्दी ड्रिङ्क तपाईँहरूले पनि बनाएर ट्राई गर्नुहोला र फलो फर मोर रेसिपिज।